नमस्कार साथीहरू, अनि के छ हजुरहरूको हालखबर? आई होप सबै साथीहरू सन्चै नै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु र वेलकम छ फेरि पनि तपाईँहरूलाई टपिक टेस्ट कोरियामा। म हो तपाईँहरूकै साथी रवि पन्त र आजको यस भिडियोमा चाहिँ मैले के कुरामा बनाउन गइरहेको छु भन्ने कुरा त हजुरहरूलाई टाइटल थम्बनेल सबै हेरेर थाहा भइसक्यो होला हैन। जहाँसम्म लाग्छ यहाँनिर म्यानुफ्याक्चरको इक्जाम दिनुभएको साथीहरू नै भित्र छिर्नु भएको होला, किनभने विषय नै हाम्रो म्यानुफ्याक्चरको इक्जाम सकियो, रिजल्ट कहिले आउँछ र कटलाइन चाहिँ कति होला भनेर गेस गर्नको लागि चाहिँ यो भिडियो हजुरहरूको लागि चाहिँ मैले बनाइरहेको छु हैन साथीहरू। जुन म्यानुफ्याक्चरको उत्पादनतर्फको चाहिँ जुन इक्जाम नेपालमा चाहिँ 17 नोभेम्बरबाट स्टार्ट भएको थियो हैन साथीहरू। 2025 मा चाहिँ खुलेको फर्मको 17 नोभेम्बरबाट चाहिँ इक्जाम स्टार्ट भएको थियो भने आज फेब्रुअरी 10 सम्म चाहिँ इक्जाम रहेको थियो हैन। आज अन्तिम दिन इक्जाम सकिसकेको छ। सबै साथीहरूले फर्म भर्नु भएको साथीहरूले दिइसक्नु भएको छ हैन। फर्म भर्नु भएको संख्या चाहिँ हाम्रो 67,297 जना साथीहरूले चाहिँ फर्म भर्नु भएको थियो भने 17 नोभेम्बरदेखि आज फेब्रुअरी 10 सम्म चाहिँ इक्जाम दिनु भएको छ, जसमा बीचमा चाहिँ 10 दिन जस्तो चाहिँ ग्याप थियो हैन। क्रिसमस र न्यू इयरको ग्याप थियो। डिसेम्बर 25 देखि जनवरी 5 सम्म चाहिँ ग्याप रहेको थियो हैन साथीहरू। हैन भने सबै दिन इक्जाम चलि नै रहेको थियो र अब अर्को एग्रिकल्चरको इक्जाम पनि हाम्रो फेब्रुअरी 15 बाट चाहिँ स्टार्ट हुँदैछ। अब 5 दिन मात्र बाँकी छ त्यो इक्जाम पनि स्टार्ट हुनलाई हैन साथीहरू। अब चाहिँ आजसम्म इक्जाम दिइराख्दाखेरि चाहिँ हजुरको मार्क्स कति आयो त्यो एकचोटि कमेन्टमा गर्नु होला, जसको कारण चाहिँ हामीलाई कटलाइन गेस गर्न पनि सजिलो हुन्छ। जसमा चाहिँ यो अहिले तपाईहरुले दिइराख्नु भएको इक्जाम दिइसक्नु भएको इक्जामको चाहिँ कोटा भनेको 3500 हो हैन साथीहरू, जसमा चाहिँ 36, 37, 38 जति चाहिँ पास गराउँछ होला र ठिकै मात्रामा पास गराओस् हैन। धेरै रोस्टरमा थुपारेर नि काम छैन। बरु कटलाइन हाई होस् केही फरक पर्दैन। जुन कुरा तपाईले पछि रोस्टरमा बसेपछि बुझ्नुहुन्छ हैन। अहिले चाहिँ हजुरहरुलाई चाहिँ कस्तो हुन्छ भने 38 भएर बरु 5000 यति पास गराइदिए पनि हुन्थ्यो नि भन्ने हुन्छ। तर जब रोस्टरमा बसेर 2 वर्षसम्म वेट गर्दा पनि फाइल कम्पनीमा पुग्दैन, त्यतिखेर चाहिँ फेरि तपाई नै भन्नुहुन्छ कि बरु कटलाइन हाई भइदिएको भए हुन्थ्यो, त्यतिखेर नै छुट्टिन्थ्यो नि त हैन। फेल भए फेल, पास भए पास। तर पास गरेको चाहिँ सबैलाई चाहिँ लिएर आओस् भन्ने हाम्रो पनि धारणा हो हैन साथीहरू। त्यही हो र रिजल्ट आउने विषयमा चाहिँ अब आजै बेलुका रिजल्ट निकाल्न पनि सक्छ, भोलि निकाल्न नि सक्छ, पर्सि निकाल्न नि सक्छ हैन। यो कुरा तपाईलाई पनि थाहा हुँदैन, मलाई पनि थाहा हुने कुरा होइन। त्यसका लागि चाहिँ हामीले जहिले पनि इपिएस नेपालको वेबसाइट चाहिँ चेक गर्दै बस्ने हो हैन साथीहरू। इपिएस को हाम्रो जुन नेपालको इपिएस को वेबसाइट जुन epsnepal.gov.np छ, यहाँनेरि चाहिँ नोटिस आयो कि आएन भनेर चेक गर्ने हो। अथवा हजुरले मलाई सब्स्क्राइब गर्नुभएको छ भने नोटिस आउने बित्तिकै हजुरहरूको लागि मैले भिडियो बनाएर राखि नै हाल्ने छु हैन। सो सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज सब्स्क्राइब पनि गर्नु होला। अब कटलाइनको विषयमा चाहिँ कम्पिटिसन एकदम हाई छ हैन। 67,297 लाई चाहिँ कोटा हाम्रो 3500 हो। डिभाइड मात्र गर्ने हो भने पनि एकजना पास हुन लगभग 20 जना चाहिँ फेल हुनुपर्ने देखिन्छ। सो कम्पिटिसन एकदम नै हाई हो हैन साथीहरू। 40 नै त कटलाइन पुग्दैन, तर 39 चाहिँ लगभग फिक्स नै जस्तै नै हो हैन। यो चाहिँ मैले पनि अनुमान गरेको हो। 38 पनि हाम्रो अब रिजल्टसम्म चाहिँ होप राखौँ हैन। भोलि पर्सि त आइहाल्छ, कहिलेसम्म आउँछ रिजल्टसम्म चाहिँ होप राखौँ हैन। र स्किल टेस्टको तयारीहरू 39 हुने साथीहरूले चाहिँ गर्दै गर्नुभयो हुन्छ भने टाइम हुन्छ है। रिजल्ट आइसकेपछि पनि स्किल टेस्टको लागि चाहिँ टाइम हुन्छ, जसमा अहिले चाहिँ इन्टरभ्यूको क्वेशन्सहरू चाहिँ एकदम राम्रोसँग सोध्ने भन्ने जस्ता कुराहरू थपिएको छ। केही कुराहरू स्किल टेस्टमा पनि थपिएको छ हैन साथीहरू। राम्रोसँग त्यो कुराहरू पनि हजुरहरू त्यसमा पनि अर्को प्रोसेसमा पनि छिटै हजुरहरूको लागि त्यो नोटिस पनि लिएर आउने नै छु हैन साथीहरू। सो अझै पनि हजुरहरूले हाम्रो च्यानललाई लाइक गर्नुभएको छैन, कमेन्ट गर्नुभएको छैन, सब्स्क्राइब गर्नुभएको छैन भने चाहिँ प्लिज गरिदिनु होला। फेरि पनि तपाईहरुको लागि नयाँ भिडियो नयाँ कोसेलीका साथ उपस्थित हुने नै छु। जाने बेलामा चाहिँ हजुरहरूले चाहिँ इक्जाम दिँदाखेरि हजुरको मार्क्स चाहिँ कति आयो त्यो चाहिँ कमेन्ट गर्न भने चाहिँ नबिर्सिनु होला है त।